नमस्कार। आज हामी एउटा एकदमै विशेष र महत्त्वाकांक्षी पदयात्रा मार्गको बारेमा कुरा गर्दैछौँ, जसको नाम हो टुर वाल्स डे ला मारिना। यो जोन इलियस एन्ड्रेसको वर्षौंको मेहनतको परिणाम हो र आज हामी उहाँकै प्रस्तुतिमा आधारित रहेर यसको गहिराईमा पुग्नेछौँ। ल, सुरु गरौँ है त यो यात्रा। सबैभन्दा पहिले दूरीको कुरा गरौँ। यो टुर कुल 128 किलोमिटर लामो छ। हो, सुन्दा नै थाहा हुन्छ, यो कुनै सामान्य पदयात्रा होइन। तर कथा दूरीमा मात्रै सकिँदैन। यो यात्राको अर्को पाटो पनि छ। त्यो हो उचाइ। यो यात्रामा 5670 मिटरभन्दा बढीको ठाडो उकालो चढ्नुपर्छ। अब यो विशाल चढाइलाई 6वटा अलग-अलग चरणहरूमा बाँडिएको छ र हरेक चरणले पदयात्रीको सहनशीलताको साँचो परीक्षा लिन्छ। र यो यात्राले मारिना अल्टा क्षेत्रका 8वटा सुन्दर र ऐतिहासिक उपत्यकाहरूलाई एक आपसमा जोड्छ। तर हेर्नुहोस्, यो परियोजना भनेको केवल नम्बर र तथ्याङ्कको खेल मात्र होइन। यसको पछाडि एउटा निकै सुन्दर दर्शन लुकेको छ। आउनुहोस्, यसका सर्जक जोन एलियस एन्ड्रेसकै शब्दमा सुनौं। वाह, कति सुन्दर सोच, होइन त? यही वाक्यांश नै यो पूरै टुरको आत्मा हो। यहाँ पहाडहरूलाई पर्खालको रूपमा होइन, बरु समुदायहरूलाई जोड्ने पुलको रूपमा हेरिएको छ, र यही कुराले यो यात्रालाई साँच्चै अर्थपूर्ण बनाउँछ। हो, यो केवल एउटा हिँड्ने बाटो मात्रै होइन, यो त संस्कृति र समुदायको सङ्गम हो। अब हेरौँ कसरी यो टुरलाई शारीरिक यात्रा भन्दा पनि धेरै माथि उठाइएको छ। लेखककै यी शब्दहरूले सबै कुरा प्रष्ट पार्छ। यो शरीरका लागि एउटा चुनौती हो भने मन र आत्माका लागि एक सांस्कृतिक उत्सव पनि हो। यो स्लाइडले यस परियोजनाको मुटु नै देखाउँछ। यो मार्ग बनाउँदा पुराना बिर्सिएका बाटाहरूलाई फेरि जीवन दिने, सांस्कृतिक सम्पदालाई सबै सामु ल्याउने र स्थानीय गाउँहरूलाई आर्थिक रूपमा पनि फाइदा पुगोस् भन्ने कुरामा विशेष ध्यान दिएको छ। त्यसैले त यो एउटा पदमार्ग मात्र होइन, एउटा अभियान हो। यो मार्गका ढुङ्गा र माटोका बाटाहरूमा केवल पाइलाका डोब मात्र छैनन्, त्यहाँ कथाहरू छन्, लोककथाहरू छन्, बिर्सिएका इतिहासका पानाहरू छन्। आउनुहोस्, यी भूदृश्यका केही कथाहरूमा डुबौँ। जस्तै एल सागिनरको कथा एउटा उदाहरण मात्र हो कि कसरी यो टुरले पदयात्रीहरूलाई त्यहाँको स्थानीय लोककथा र मौखिक परम्परासँग जोड्छ। सोच्नुस् त, यी उपत्यकाहरूमा हिँड्दै गर्दा यस्ता कथाहरू सुन्न पाउनु कति रोमाञ्चक होला। तर कथाहरू लोककथामा मात्र सीमित छैनन्। अब हामी यो यात्राको 6औं चरणमा पाइने एउटा वास्तविक र अलि चकित पार्ने इतिहासतर्फ लागौं। यो प्रश्न आफैमा कति गम्भीर छ। एउटा अस्पतालको वरिपरि 3.5 किलोमिटर लामो पर्खाल आखिर किन बनाउनु परेको होला? र जवाफ आयो, पर्खाल यसकारण बनाइएको थियो ताकि हावा बाहिर नजाओस्। सुन्दा अचम्म लाग्छ होइन? एक वृद्ध स्थानीयको यो जवाफले त्यो समयमा रोगलाई लिएर कति गहिरो डर र अज्ञानता थियो भन्ने कुरा छल्लङ्ग पार्छ। सोच्नुस् त, हावालाई पनि बन्दी बनाउनुपर्छ भन्ने सोच। र यो टाइमलाइनले त झन स्पष्ट पार्छ कि यो टुरमा हिँड्नु भनेको एउटा खुला सङ्ग्रहालयमा हिँड्नु जस्तै हो। इस्लामिक युगका ढुङ्गे संरचनादेखि मोरिस्कोहरूको निष्कासन र हैजाको महामारीसम्म हरेक पाइलामा इतिहास बोलेको सुनिन्छ। यो यात्रा जति सुन्दर र ऐतिहासिक छ, त्यति नै नाजुक पनि छ। अब हामी यो प्रस्तुतिको सबैभन्दा महत्त्वपूर्ण र सायद सबैभन्दा जरुरी विषयमा प्रवेश गर्दैछौँ, यो अद्वितीय सांस्कृतिक भूदृश्यले सामना गरिरहेको खतरा। यहाँ 2वटा तस्बिरहरू छन् र यिनीहरू बीचको भिन्नता एकदमै स्पष्ट छ। एकातिर छ हाम्रो सम्पदा, हातले बनाएका पर्खाल, ऐतिहासिक बाटोहरू, अनि अर्कोतिर छ आधुनिक खतरा, लिबरमा प्रस्तावित जस्ता 500 पोखरी सहितका 500 घरहरू। यसले स्थितिको गम्भीरतालाई छर्लङ्ग पार्छ। 2022 को विनाशकारी आगा लागेपछि लेखकले भनेको यो कुराले मनै छुन्छ। उहाँको तर्क के छ भने जङ्गलमा लागेको आगो त केही वर्षमा फेरि पलाउन सक्छ, तर कङ्क्रिटको जङ्गल बन्यो भने त्यो कहिले पुरानो अवस्थामा फर्किँदैन। यो अपरिवर्तनीय छ। र यी शब्दहरूमा एउटा गहिलो चिन्ता र तत्काल केही गर्नुपर्ने आह्वान लुकेको छ। यो क्षेत्रको भविष्य सधैँभरि राजनीतिक निर्णयहरूको धागोमा झुन्डिरहन सक्दैन। यसलाई स्थायी संरक्षण चाहिन्छ। अन्त्यमा यो बुझ्नु जरुरी छ कि यो किताब र यो मार्ग केवल एक गाइड मात्र होइन, यो त संरक्षणको पक्षमा गरिएको एउटा सशक्त तर्क हो।
यसको मुख्य उद्देश्य मानिसहरूलाई भूमिसँग जोड्नु हो, ताकि यही सम्बन्धले हामी सबैमा यसलाई बचाउने भावना जगाओस्। र यही अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्नको साथ हामी आजको यो विश्लेषणलाई यहीँ टुङ्ग्याउँछौँ। हामीलाई परिभाषित गर्ने, हाम्रो पहिचान बोकेको यो भूदृश्यलाई हामी कसरी जोगाउँछौँ? यो प्रश्नको जवाब हामी सबैले मिलेर खोज्नुपर्छ।